नमस्ते साथीहरू, यहाँहरूलाई सम्पूर्ण गौतम ब्लगमा हार्दिक स्वागत गर्न चाहन्छु। यसभन्दा अगाडि पनि हजुरहरूले राम्रो भिडियो बनाएको कारणले गर्दा मन पराइदिनु भएको र फेरि थप भिडियो बनाउन ऊर्जासहित म यो भिडियो लिएर आएको छु। आज मैले मेरो आफ्नै घरको करेसाबारी दायाँ बायाँको भिडियो लिएर आएको छु। ल सुरु हुन्छ यहाँबाट। यो चाहिँ हाम्रो घर अगाडिको बाटो है साथीहरू। गाडी हिँड्ने कच्ची रोड, गाउँमा यस्तै रोडहरू हुन्छ है। हाम्रो चाहिँ विकास भएन र यसले गर्दाखेरि चाहिँ कच्ची रोड छ। यहाँ चाहिँ हाम्रो यो सुन्तलाबारी, त्यो माथि देखेको घर, यो चाहिँ मेरो टौवा। अनि यता तलबाट मैले मेरो घरको अलिअलि क्लिप गरेर अगाडितर्फ बढ्दैछु साथीहरू। यता चाहिँ हाम्रो गङ्गे दाईको हल्लार गङ्गे दाईको घर, त्यो पनि गङ्गे दाईकै घर हो साथीहरू। र म अगाडितर्फ बढ्ने क्रममा यहाँ चाहिँ बेलाउतीहरू फलेको रहेछन् साथीहरू। यसो बेलाउतीको पनि क्लिप हान्यौँ न भनेर यसो बेलाउतीको पनि यसो हानेको के बेलाउती देखिएन। आजकलको समयमा एउटा दुईवटा मात्र हुने रहेछ, बेलाउती खासै धेरै हुँदैन साथीहरू गाउँतिर। र यहाँबाट अगाडितर्फ बढ्दै क्रममा मेरो घर चाहिँ यता बायाँपट्टि मोडिनुपर्छ साथीहरू। यो चाहिँ श्राद्धमा काम लाग्ने, पिण्डहरू दिँदाखेरि काम लाग्ने नियाराको रुख भन्छ साथीहरू। यो चाहिँ नियाराको रुख। त्यसपछि यता चाहिँ त्यो चाहिँ माथि भीमा दिदीको घर, त्यता चाहिँ माइला दाईको घर, अनि यताबाट सुन्दर हिमालको दृश्य। हाम्रो घर एकदम रमाइलो ठाउँमा रहेको छ साथीहरू। हुन त जसलाई पनि आफ्नो गाउँ नै रमाइलो लाग्छ होला, तर मलाई त मेरो गाउँ धेरै रमाइलो लाग्छ साथीहरू। हेर्नुहोस्, र अगाडितर्फ बढ्ने क्रममा यता चाहिँ मेरो घर है साथीहरू। मेरो घर चाहिँ पहिला कटेरोबाट सुरु हुन्छ, तर छिर्ने बित्तिकै कटेरो आउँछ दाउराहरू राख्ने। त्यसपछि त्यो मोलखातो, ड्रम, पानी, अनि हाम्रो मम्मी चाहिँ त्यहाँ भाँडा माझेर बसिराख्नु भएको रहेछ साथीहरू। म आउँदै थिएँ। र यता चाहिँ मेरो बाख्राहरू, एकदम प्रिय बाख्राहरू है। हाम्रो घरमा यति मात्र हो बाख्रा, गाई भैँसीहरू केही छैनन्। 4वटा बाख्रा छन्, यसपालि 2टा पाएछ बाख्राले। तिनै बाख्राहरू हेर्दै त्यसपछि मैले पनि फेरि पारितिरको दायाँ बायाँको दृश्य बनाउनतिर लाग्यो साथीहरू। रमाइलो भएको कारणले गर्दाखेरि होला मलाई चाहिँ एकदम भिडियो बनाउन मन लागिरहेको थियो। त्यस कारणले गर्दाखेरि अहिले मैले भिडियो लिएर आएको छु। र यो बारीतिरको भिडियो साथीहरू, यहाँबाट नि हाम्रो हिमाल चाहिँ, माछापुच्छ्रे हिमाल चाहिँ देखिँदो रहेछ साथीहरू। मानिसहरू विदेशीका कारणले घरहरू बिस्तारै छोडिएका। र यता चाहिँ सुदन भाइले चाहिँ भैँसी लिएर आइराखेका रहेछन् साथीहरू है। उहाँले तिनले चाहिँ लाज लाएर मलाई चाहिँ नखिचिदिनु दाइ, भ्लगमा आए भैँसी लिएर हिँडेको चाहिँ नभनिदिनु भनेर। अनि त्यसपछि मैले भैँसीको मात्र यसो भ्लग बनाइदिएँ साथीहरू। त्यसपछि भैँसीले पनि कति मजाले हेरेर थाहा पाएँ गरेर हेऱ्यो। त्यसपछि मैले हाम्रो कुखुराको 5वटा कुखुरा ल्याउनु भएको रहेछ मम्मीले गाउँमा यसो पाल्नको लागि। 2टा त मरेछन् साथीहरू, र 3टा बचिराखेका रहेछन्। र यिनीहरू अहिले चाहिँ सागबारीमा चरिराखेका, खेलिराखेका, रमाइलो गरिराखेका। त्यसपछि मेरो घरको पछाडि फुलहरू एकदम राम्रो फुलेको रहेछन्। यो पुसको महिनामा पनि यति राम्रो फुलहरू फुलेको देख्दा मनै हर्षित भयो साथीहरू। त्यसपछि मैले तपाईँहरूलाई बेसार देखाउन गएँ साथीहरू। बेसार मम्मीले खनेर राख्नुभएको रहेछ, र बेसार पनि मैले देखाएँ तपाईँहरूलाई। र मम्मी अझै यहीँ भाँडा माझ्दै हुनुहुन्थ्यो। मलाई चाहिँ मम्मीले भिडियो बनाइ भन्दा अझ उत्सुकता लाग्यो। हाम्रो पालना पो केही जानेन, तिमीहरूको पालना त अनेक थरी छन् भनेर मम्मीले मलाई अझ प्रोत्साहन गर्नुभयो। र मैले भिडियो बनाउन अभिप्रेरित भएर वरिपरिको भिडियो बनाएको छु साथीहरू। के कस्तो लाग्छ आफ्नो प्रतिक्रियाहरू दिनुहोला। यो चाहिँ उखुको रुख साथीहरू। उखु चाहिँ हाम्रोमा खासै नहुने, बल्ल सानो रहेछ, त्यस कारणले थोरै भिडियो लिएर आएँ। त्यसपछि गङ्गे दाईको घर, हिमालको दृश्य हेर्दै मनमा उत्साह छाउँदै अगाडितर्फ बढे साथीहरू। त्यसपछि फेरि मैले गङ्गे दाईहरूको घर दायाँ बायाँको भिडियो लिएर आएँ। त्यसपछि यता हेर्ने क्रममा निउवाको बोटमा एउटा मात्र निउवा फलेको रहेछ साथीहरू। हुन त यो हिउँद भएर एउटा मात्र भएको होला। र निउवाको फोटोसोटो लिएँ। यहाँ पनि एउटा सुन्तलाको बुटो, बल्ल बिरुवा हुर्किँदै रहेछ साथीहरू। त्यसपछि म अगाडितर्फ बढेर बारीमा गएँ, र बारीमा हेरेको चाहिँ हाम्रो नलहरू काटेर चाहिँ यसरी राख्नुभएको रहेछ मम्मीले। मान्छे खोजेर होला सायद, यसरी थुपारेर नलहरू राख्नुभएको रहेछ। त्यस पश्चात नलहरू धेरै रहेछ साथीहरू। त्यसपछि मैले लसुनको घरमा मम्मीले चाहिँ लसुनहरू राम्रो बनाएर
राम्रो तालले हुर्काउनु भएको रहेछ। जाडो महिना भए पनि लसुनहरू एकदम हुने रहेछ हाम्रो घरमा। लसुन चाहिँ एकदम राम्रो, लसुन सागहरू राम्रो भएको थियो र मैले लसुन र सागको पनि फेरि भिडियो लिएर आएको छु। तलपट्टि मम्मीले जौ घाँस छर्नु भएको रहेछ र बेलाउती हेर्दै हेर्दै अगाडितर्फ बढ्ने क्रममा यहाँ चाहिँ जय घाँसहरू, दाईहरूको जय घाँस र तोरी छर्नु भएको रहेछ। यो दृश्यले साह्रै राम्रो बनायो। पारी देखिएको ईश्वर दाईको घर भने यो सूर्य दाईको बुढो घर। यो यसमा चाहिँ पहिला हामीहरू सबै सँगै बसेको घर हो साथीहरू। पछि आफ्नो गरेर छुट्टै भएर आफ्नो गरेर बसेको घर हाम्रो उताको। त्यसपछि साथीहरू यता देखाउने क्रममा मैले तपाईँहरूलाई हाम्रो घरको सुन्तला फेभरेट है, स्याङ्जामा सुन्तला भन्नुहुन्छ नि साथीहरू, यही हो। सुन्तला एकदम राम्रो तालले फलेको र राम्रो ठुल्ठुलो दानाहरू लागेको रहेछ। त्यसपछि मैले सुन्तलाहरूको पनि क्लिप लिएँ साथीहरू। तपाईँहरूलाई के कस्तो लाग्छ सुन्तला खान मन भए हाम्रो घरतिर आउनुहोला। स्याङ्जा पाँटरी है साथीहरू। फेति खोला झरेर थोरै माथितिर ठडिनुपर्छ र त्यहाँ केरा पनि एकदम मस्तले हेर्नु कति धेरै लागेको होला खोसा पनि है। हाम्रो पछाडिको करेछाबारीमा चाहिँ सानो छ, अगाडि चाहिँ राम्रो छ। र मैले यो बकुल्लाको मम्मीले थोरै गमलामा बकुल्ला लगाउनु भएको रहेछ र यो बकुल्लाको पनि सानो भिडियो बनाएँ साथीहरू। त्यसपछि सागबारी नि एकदम राम्रो ल परेको साग, एकदम अर्ग्यानिक, दिल्लीरामले भन्छ नि साथीहरू, अर्ग्यानिक भन्छ नि, यही हो साथीहरू। यसरी फलेको राम्रो, केही नहालेको विषादीहरू प्रयोग नगरेको हो साथीहरू। त्यसपछि प्याज र मैले हाम्रो गरातिरको भिडियो बनाएँ साथीहरू। त्यसपछि मैले केराबारी देखाउन लाएँ साथीहरू तपाईँहरूलाई। अगाडि पनि केरा देखाइसकेको थिएँ भने यता चाहिँ हाम्रो केरा एकदम प्रशस्त छ कि हाम्रो घरमा साथीहरू। केरा किन्ने भए आउनु होला है। अहिले चाहिँ पाकेको छैन, बिस्तारै पाक्नेवालामा छ। गर्मी महिनामा हाल्नुहुन्छ मम्मीले पकाउन। यो केराको बुवाको अचार पनि खाइन्छ साथीहरू। तपाईँलाई केराको बुवाको अचार कस्तो लाग्छ कृपया आफ्नो प्रतिक्रिया दिनुहोला। र फेरि सागबारी हेर्ने क्रममा साग मम्मीले कस्तो राम्रो तालले लगाउनु भएको रहेछ। साग पनि एकदम राम्रो भएको कारणले गर्दा मलाई अझ भिडियो बनाउन प्रोत्साहन है। र त्यसपछि अगाडितर्फ बढेँ साथीहरू म। र भिडियो बनाउँदै गर्दाखेरि सागहरू पनि राम्रो रहेछ। मम्मीले यस्तो अर्ग्यानिक खानु हुँदो रहेछ र पो हिँड्न सक्नुहुने रहेछ जस्तो लाग्यो। त्यसपछि मैले पुरा भिडियो लिएर आएँ। त्यसपछि हाम्रो बाख्रा साथीहरू, सबैभन्दा हाम्रो बाख्रा चाहिँ 4वटा रहेछन्। यो चाहिँ टौवा है साथीहरू, टौवा। र यतापट्टि मैले बाहिर हाम्रो तराबाट छिर्ने ठाउँ देखाएँ। गाउँघरतिर तर भन्छ साथीहरू, बजारमा भए त गेटो हाल्थ्यो होला, गेट हाल्थ्यो होला। हाम्रो गाउँतिर चाहिँ टगारो भन्छ है साथीहरू। त्यसपछि मैले यसो सुन्दर दृश्य लिएर घरबाट हेर्ने क्रममा गङ्गे दाईको घर र पारी कुँडुले है साथीहरू। त्यसपछि हाम्रो घर यही हो साथीहरू। कस्तो लाग्छ कृपया आफ्नो कमेन्टमा गएर भनिदिनु होला। गाउँ चाहिँ रमाइलो छ साथीहरू। हाम्रो डाँडामा घर भएको कारणले गर्दा ओहोर मान्छेको धेरै हुने रहेछ साथीहरू। यो चाहिँ यहाँ त बबी दिदीको घर है, बबी दिदीको भूकम्पमा गएको घर। त्यसपछि माथि आरुकोटका त्यो डाँडो देखिएको साथीहरू गल्यामा है। यहाँ चाहिँ राम्रो छ, हाम्रो घरबाट चाहिँ चारैतिर देखिन्छ। अनि यता चाहिँ के भन्छ भाडकोला साथीहरू, त्यो देखिएको अलिअलि। र यता खर्केटारी, भालुपाड जस्ता डाँडाहरू देखिन्छन् साथीहरू। यो चाहिँ मेरो एकदम ठुलो बिग घर हो है साथीहरू। घरमा चाहिँ यसो आएर भिडियो बनाइदिउँ न, सम्झना हुन्छ भनेर बनाइदिएँ। अनि अघि मैले हालेको चाहिँ त्यो मम्मीले राखेको नलको थुप्रो साथीहरू। त्यसपछि यो ईश्वर दाईको घर र तलपट्टिहरू सबै तोरी लगाउनु भएको रहेछ साथीहरू। कृपया मेरो भिडियोलाई अन्तिमसम्म हेरेर साथ सपोर्ट दिनुभयो, त्यसको लागि धन्यवाद साथीहरू। के कस्तो भयो मेरो भिडियो कृपया आफ्नो प्रतिक्रियाहरू दिनुहोला। हस् त साथीहरू, अहिले यति भन्दै बिदा हुन्छु। हस् त, धन्यवाद।